हेलो एभ्रिवान, गुड आफ्टरनुन सबैलाई। आज चाहिँ म सिलगढी जाँदैछु होइन। सानो काम परेर सिलगढी जाने पर्ने बेला भयो। गरममा हरेस लाग्यो। नजिकको खोला हेरिदिनुहोस् होला मेरो सिलगढीको जर्नी होइन। यस्तै छ। बेलुका कति बजी? 9 बजी राति त्यस्तो त जान्छ नि माथि होइन भन्न अन्त त्यतिर आज चाहिँ हामी आइपुग्यो के भन्छ यो लाबरबोटे होइन। ड्राइभरलाई भोक लाग्यो अरे नि त, त्यही भएर चाहिँ के भन्छ यहाँ रोकिरहेको छ। अन्त यसो अल्छी लागेर बाहिर निस्केको। गरम पनि निकै रहेछ यहाँनिर होइन। अब मेरो यस्तै छ, कत्रो भएछ हौ। टिस्टाको नजर फोन गर्छु अब किसानहरू चाहिँ लागि बस भन्नु नेक्स्ट टाइममा कहाँ जानु भएको? सिलगढी खोलामै जाँदो रहेछ। त्यही त यो चाहिँ अलिकति अफसोसको कुरा हो होइन। हाम्रोतिर त यसरी दिँदैन फ्याँक्नु, सिक्किममा त। यहाँ चाहिँ यसरी हेर्नुहोस् न, यहाँ खोलामै मैलाहरू फ्याँकेर होइन। परेवाहरू पुरा खाँदैछ नि, बेच्नेहरू नि त्यता त्यही छ। तर यहाँ चाहिँ चिसो यहाँ हाइवेमा छ लाबरबोटे। आन्ध्र प्रदेश चाहिँ हो तपाईँको लाबरबोटे हाइवे होइन। लाबरबोटे हाइवेमा चाहिँ यो हुँदो रहेछ प्योर भेज फ्यामिली रेस्टुरेन्ट चाहिँ यहाँ रेडी हुँदो रहेछ। इन्डियन, चाइनिज, साउथ इन्डियन, नेपाली भेज होला चाहिँ यहाँनिर रहेछ। यहाँबाट चाहिँ जान्छ तपाईँको दार्जिलिङ। खोला त यहीँ रहेछ नि त। अस्ति पनि यहीँ थियो, अस्ति नै होला। यहाँ कस्तो छ, यहाँ माथि झन् पानी पसिसकेको छ। अहिले चाहिँ हामी आइपुग्यो पुल। यहाँ दामी छ। अहिले चाहिँ आइपुग्यो हामी हनुमान झोडा है।
गाडी चाहिँ अहिले चाहिँ हामी आइपुग्यो सुबुक रेलगेट किन कसले अब त चल्छ त युट्युब होइन को पो रहेछ त यता है त्यो भित्रको आरतीको आरती जाम लाग्यो फाइनली आइपुग्यो हामी चाहिँ म चाहिँ आइपुगेँ सिलगढी सालुगडामा छु अहिले चाहिँ होइन सालुगडामा उत्रेँ नि त किनभने मेरो साथी छ यहाँनिर एउटा भेट्ने काम पनि छ त्यही कारणले गाइस मेरो भिडियो चाहिँ हेरिदिनुहोस् होला लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् जाँदैछु म यो नयाँ कन्स्ट्रक्सन हुँदैछ फ्लाइओभरको यहाँसम्म पुगेछ यस्तै छ सिलगढी कहाँ हो जानुपर्ने चाहिँ त्यहाँ पर पुग्नुपर्ने यसो सालगढा गुम्पा के हो यो गुम्पाको नाम सालगढा गुम्पा सालगढा मोनास्ट्री यस्तो छ कन्स्ट्रक्सन स्टार्ट हुँदैछ ठुलो फ्लाइओभर बनायो भने चाहिँ जाम हुँदैन मजा आउँदैछ फोन नम्बर दिँदा बोल्छु ल सालुगढा भयो कस्तो रिस्की हो जाँदैछ अब साथीकोमा के भयो काम भएन तर हुँदैछ भने आउने है म इन्कम चाहिँ त्यतिको चाहिँ मेरो त्यो उयो चलिरहेछ कि सक्सेस हुन्छ पनि मैले त्यसलाई धम्की पनि दिएको नि अस्ति
बिटु यो त गोरिला हौ हामी चाहिँ आइपुग्यो 2 माइल चेक पोस्ट कहाँ हो यहीँ रहेछ पहिला चाहिँ रोहतक जाने हो त्यसपछि चाहिँ बेलुका निस्किने घुम्नु होइन लास्टसम्म पुग्यो बास कति हो हामी टोटो पक्रिनु आँटेको रुमतर्फ जाने अब चाहिँ एसएनटीमा जाने होइन एसएनटीमा चाहिँ फिरोजदा छ फिरोजदाको रुम लिएर जाने रुम लिएर बस्ने त्यही कारणले चाहिँ कहाँको भैया कहाँको एसएनटी चल के गर्ने बाई बाई रुमतर्फ त्यहाँबाट चाहिँ बेलुका निस्किनुपर्छ त्यो लागि चाहिँ अहिले गरम अलिक बेसी छ त्यही कारणले चाहिँ अब जाँदैछु हो आज चाहिँ होइन त्यही कारणले तपाईँहरूले यो लास्टसम्म हेरिदिनुहोस् हाम्रो सिक्किमको बस आयो हाम्रो सिक्किम नेसनल ट्रान्सपोर्ट धेरै महत्त्वपूर्ण छ यो बसको पनि यो काम दिइरहेछ उता भिडियो दामी टोटो पनि चढ्ने त कहाँ गएको तपाईँ म जानु त अब सिलगढी आएको मेरो अब कहाँ लान्छ त्यही जाने हो होइन मेला पनि लागिरहेको रहेछ के को मेला हो थाहा भएन तर अहिले रुमतर्फ जाँदैछ अहिले चाहिँ हामी आइपुग्यो मानन्दा ब्रिज आइपुग्यो होटलमा अहिले चाहिँ हामी रुम जाँदैछ होइन टक्कै पुरा रेस्ट गर्नु मन पऱ्यो गरम पुरा भयो नि त सो त्यही कारणले चाहिँ एन्ट्री पनि भयो हाम्रो होइन रुम जाँदैछु कहाँ गयो त्यो छ गाइस तपाईँहरू पनि आयो भने चाहिँ ट्युटके सुन्न नम्बर यस्तो होइन यहाँ यतापट्टि त्यो कति 112 बाल्कुनी भएको छैन यो त ठिकै हो कि तर बाल्कुनी भएको चाहिँ मजा आउँछ नि त है बालकोनी वाला रूम नहीं है यही त एसी भी है इसमें एसी है ना एसी चाहिए तो ऑन कर देगा नहीं चाहिए तो नहीं हाँ वो त्यही हुन्छ नन एसी एसी नन एसी हामीलाई एसी चाहिएन यस बाल्कुनी यहाँ छ यहाँ हामीलाई यहाँ बस्दा पनि भयो
दूसरा और दिखा दो भैया होइन 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 यस्तो छ रुमको बाल्कनी ओके आजको भ्लग चाहिँ यतिमै राख्दैछु म हो ओके बाई बाई गुड नाइट सबैलाई एन्ड